स्वागत छ तपाईहरुलाई मेरो आज ढिँडो बनाउने कार्यक्रममा। अनि हजुरहरुलाई सजिलो र छिटो तरिकाले म हजुरलाई ढिँडो पकाउन सिकाउन गइरहेको छु। कृपया तपाईहरुले भिडियोलाई नेक्स्ट नगरिकिन अन्तिमसम्म हेरिदिनु होला। त्यसपछि हामीलाई चाहियो एउटा भाँडो अनि डाबिलो। अहिले मेरो कराईमा यसरी हल्का खिया लागेको छ। त्यसलाई मैले तातो पानी राखेर सफा गर्नुपर्छ। त्यसपछि केही समयमा फाइनल्ली मेरो बान उम्लिसकेको छ। अनि धेरै पिठो नराख्नुस्, आवश्यक अनुसारले थोरै पिठो राखेर मजाले चलाउनुस्। अनि ख्याल गर्नुपर्ने कुरा के हुन्छ हजुरहरुले भन्दा, हजुरहरुसँग तेल छ भने तेल अथवा घिउ छ भने घिउ पहिला पानी बसाल्दाखेरि थोरै राखिदिनु होला। त्यसको कारणले तपाईको ढिँडोहरुलाई एक मुलायम र राम्रो बनाउनेछ। अहिले चाहिँ म आफैको लागि हो, त्यसैले थोरै बनाएको छु। त्यसपछि बिस्तारै पाक्दै छ। पाकिसकेपछि हजुरको 1/2% भएपछि कलर नै अर्कै देखिनेछ है। कलर नै छुटिनेछ। हेर्नुस्, यसरी कलर छुटिसकेको छ। त्यसपछि एकछिन चलाउनुस्, मजाले माड्नुस्। माडिसकेपछि हजुरको लगभग 0.5% आइसकेको छ। त्यसैले ढिँडोको माग र त्यस्तो भइसकेको छ। फेरि मैले छोप्न थालेँ। त्यसपछि उगारेर हेर्दा हजुरको पुरै मात्रामा पाकिसके जस्तो छ है। अझै पनि मलाई अलि नपाकेको जस्तो लागेर फेरि एकचोटि ठोक्छु। ठोकिसकेपछि हजुरको यस्तो भइसकेको छ है। अनि तपाईको फाइनली पाक्यो भनेर यसरी थाहा हुन्छ। फाइनली पाक्यो है, फाइनली पाक्यो। मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। भिडियो मन परेमा लाइक, शेयर गरिदिनु होला।